चिलायो 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 चिला बहिनी चिला धर धर पार न घरिको त Hello, welcome to my new vlog, guys. So, new vlog, new ride. I'm in Monisha, guys. Galli bata. New road ko yatra sama, guys. New road sama जानु पर्ने छ, guys. एउटा चिनमाउट किन्न जानु पर्ने छ. एउटा चिनमाउट हेरेर आउनु पर्यो यसो. हैन, राइड पनि भइहाल्छ. So guys, what's up everyone? के छ तपाईहरुको गाइस हाल खबर? मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ. मेरो अगाडि चाहिँ गाइस भ्यान छ भ्यान. भ्यान छ भ्यान. के आवाज हो यार यो बाइकको वाह. So guys, आजको मौसम चाहिँ यस प्रकारको छ. पानी पर्ने जस्तै भइरहेछ गाइज. सायद पानी पर्छ होला साँझसम्म. के हो यो मेरो हेलमेटको राम्रोसँग लागेको छैन यार. तनाव दिनु त अर्को बल्टायो तलबाट. ए पागल जस्तो के पारा खैन गाइज. यो बाइकको थाहा पनि हुँदैन भने कति बेला न्युट्रल हुने. अलिकति हेलमेटले डिस्टर्ब गर्यो क्या. यसको लक दुइटा क्या हो. गाइस न्यू हेलमेट किन्नु पर्छ जस्तो लागिसक्यो मलाई. हेलमेटले काम गरेन खासमा. खासै हेलमेटले काम गरेन किनभने पुरानो भइसक्यो. गाइज न्यू हेलमेट किन्नु पर्यो हैन. सो गाइज भन्नुहोस् कुन किन्दा राम्रो होला तपाईहरुको सल्लाह सुझाव. आय हाय के हो आज बाइक अलि ल्युब नगरेर होला हैन. खडखड खुडखुड आवाज आइरहेछ यार. यो के हो यो खासमा पापा कि परी हो कि मम्मी हो यो. यो परियो कि मम्मी रहेछ यो. खत्तम गर्छ फेरि. सो गाइस आजको मौसम चाहिँ यस्तो छ हैन. मेरो यात्रा चाहिँ आज न्यू रोडसम्मको. सो गाइस अब फेरि सुरु भयो किनभने अघि चाहिँ मेमोरी कार्ड फुल देखाइरहेको थियो हैन. त्यसरी एकदम डिस्टर्ब भएको थियो. अब चाहिँ ल हेर्नु. अब चाहिँ सायद त्यस्तो नहोला. टेन्सन रहेछ नि यार यसो भने के गर्ने. सो गाइस त्यही हो हैन. अब बाइक पनि एकदम फुल टु रेडी भइसक्यो मेरो. एकदम झक्कास भइरहेछ क्या गाइस. झक्कास बाइक चाहिँ गाइस मेरो झक्कास छ. फाइनल हेर्नुपर्छ यार. बाइक चाहिँ झक्कास भएको छ गाइस. यो रोडको यात्रा हेरौँ कस्तो हुन्छ. गाइज एउटा कुरा चाहिँ मलाई तपाईहरुसँग चाहिँ के सोध्न मन लाग्यो भन्दाखेरि वायरलेस माइक किन्दा राम्रो कि वायर भएको माइक किन्दा राम्रो. गाइज प्लिज कमेन्ट चाहिँ गर्नुहोस् के. कमेन्ट चाहिँ गर्नुहोस् अनि बल्ल थाहा हुन्छ हैन. कमेन्ट गर्नुभयो भने गाइज थाहा हुँदैन. किनभने अहिले चाहिँ मेरो यो जुगाडवाला हो क्या. जुगाडवाला हो हैन. जुगाडवाला माइक हो यो. तर म चाहिँ एकदम कन्फ्युज छु क्या गाइज. कुन चाहिँ किन्दा राम्रो होला भनेर. त्यो कुनै कोही साथीले युज गर्छ भने प्लिज मलाई रेकमेन्ड गर्नु होला कुन किन्दा राम्रो होला भनेर. गाइज यो हेर्न बित्तिकै त सातो पुल्दो जान्छ यार. त मामाहरू जय मामा पूजा भए. यस्तो डर लाग्छ यार यिनीहरूदेखि त आजभोलि. हानिदिन्छ सुन्दा नि कुरा पनि सुन्दैन. हानिदिइहाल्छ चिट पनि झ्याप्पै.
फेरि अब झगडा गर्ने कुरा भएन ट्राफिकसँग होइन कुरा त सुन्नु पर्यो मान्नु पर्यो नियम त मान्नु पर्यो फेरि हाम्रो गाउँतिर के छ के भन्छ भन्दाखेरि नेपालको कानुन दैवले जानु त्यस्तै छ यहाँको सिस्टम चाहिँ यो ट्युबको गाडीहरू पनि होइन सरकारी गाडी हुन्छ साला यिनीहरू यत्तिकै बिना लाइट दिएर आउँछ क्या यिनीहरूको चाहिँ थाहा छैन सिकार हुन्छ कि के हुन्छ है सबभन्दा एलर्जीवाला बस चाहिँ यो हो मेरो चाहिँ यिनीहरू पनि आफ्नो चाक जता पनि फर्काएर बसिरहेको हुन्छ क्या साला गाडीको मुख चाहिँ भित्र हुन्छ चाक चाहिँ एकदम पछाडि के अरूलाई डिस्टर्ब गर्नको लागि लाग्यो जाम यार कस्तो लामो टाइमिङ हो यार फेरि सब यामाको यसलाई अर्को हेर्नु त ल वाह भाई वाह अरे वाह भाई वाह मान गए भाई आपको आप लोगों को कहाँ से आते हैं लोग कहाँ से ए अर्को हेर्नु र यो घनचक्कर यो गाडीवाला घनचक्कर के बेसडीका भोस के भन्नु यार यसलाई सला गाँड मुडको थाहा छैन यो मान्छेलाई कहाँ जाने हो कता जाउँ भनेर क्या भैँसकी आँख यस्तै छ गाइस यो देशमा यो ठाउँमा चाहिँ के छ भन्दाखेरि आफू त गाइस जोगिनु टाढै छ अरूदेखि जोगिनु भन्ने जस्तो छ क्या अरूबाट जोगिनु पर्छ यहाँ चाहिँ ल अर्को हेर्नु न यो अर्को यो पागल यो पागललाई थाहा छैन साला ल ल ल आम्मा नाइस नेपाल लेखेको छ लाइट फेरि लाइट हुन्छ बत्ती यसको साला त्यो घाउ हुँदाखेरि त्यो निस्किन्छ नि बाहिरको त्यो के भन्ने त्यसलाई कभर के साला त्यसले पनि आ गरिसकेको छ त्यो कभरले पनि बनाउँदैन नि पुलिसले साथीपछि मात्र बनाउँदैन मतलब छैन यही त छ पारा यो अर्को हेर्नु यो ल माटो पनि एकदम साला त्यो आर्मीहरू युद्ध गएको बेला हुन्छ एकदम लच्किएर तन्किएर यसको रफ्तार हेर्नु न फेरि खै साला फायर ब्रिगेडमा काम गर्छ क्या फायर ब्रिगेड त भन्छ होइन त्यसलाई होइन फायर ब्रिगेडर भन्छ गाइस नट अ फायर ब्रिगेड नट ग्रेड फायर ब्रिगेडर जे पनि हो यार आगो निभाउने कि साला इङ्ग्लिसमा बोल्ने आएन यार कुनै बेला के हुन्छ भन्दाखेरि अब झ्याप्प भन्न सकिँदैन कि होइन पेटमा चाहिँ हुन्छ घाँटीभन्दा माथि चाहिँ त्यो निस्किँदैन घाँटीभन्दा त्यसलाई माथि निकाल्नको लागि के गर्नु पर्यो अलिकति जोर दिनु पर्यो क्या मेरा मन हेर्ने पगला यस्तै पगलाहरू छ के चेन अलि टाइट भयो क्या मेरो गाइस चेन चाहिँ चेक गर्नु पर्यो यार किनभने यो चेनले फेरि लाख दुखाइन्छ नि चेन टाइट भयो भने तनाव हुन्छ नि फेरि साला चेन टाइट त छैन है चेन त ठिक छ गाइस लुक्स चाहिँ फेरि यो छ है मेरो रानीको यो गाइस यस्तो चिज होइन यो भनेको मेरो एकदम मुटु हो के मेरो मुटु यही हो गाइस मेरो मुटु मेरो छातीमा छैन मेरो मुटु भनेको यही हो हाय
अलिकति समस्या चाहिँ के छ भन्दाखेरि होइन, मानव जस्तै अब म एकदम जेब्रा क्रसिङको नजिकमा थिएँ होइन, मान्छेहरू के गर्छ होइन, या त्यहाँ रोक्नु पर्यो, रोकिनु पर्यो, या मान्छेहरू अलिक भए जस्तै बाटो क्रस गर्दाखेरि चाहिँ स्टार्ट गरेर हुन्छ नि त, स्टार्ट नगर्नु पर्यो क्या, त्यही ठाउँमा रोक्नु पर्यो। त्यति बेला चाहिँ के हुन्छ भन्दाखेरि मान्छे अलिकति कन्फ्युज हुन्छ क्या, बाटो काट्दा पनि अलिकति ध्यान दिनुपर्छ क्या होइन। मैले यस्तो भन्न खोजेको होइन कि यो सडकमा चाहिँ बाइक गाडी मात्र हिँड्न पाउँछ, मान्छे हिँड्न पाउँदैन भन्न खोजेको होइन कि, तर मैले चाहिँ के भन्न खोजेको भने यदि तपाईँको नजिक गाडी छ भने तपाईँहरूले चाहिँ अलिकता होइन पैदल यात्रीहरूले चाहिँ अलिकता स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ अलिकति त्यहाँ रोक्दा हुन्छ, किनभने अब बाइक यस्तो हो, अब होइन यो टेक्निकल चिज हो क्या बाइकहरू भनेको, यो मसिन हो, भनेको बेलामा रोकिँदैन, यो कुनै बेला त ब्रेक लाग्दैन, अनि ब्रेक लागेन भने त भएन त काम। त्यसैले चाहिँ अब हिँड्दाखेरि पनि अलिकति ध्यान दिनुपर्छ होइन, हामीहरूले पनि ध्यान दिनुपर्छ, राइडरहरूले पनि ध्यान दिनुपर्छ। म यस्तो भन्दैन कि तपाईँले हिँड्न मिल्दैन मैले भन्न खोजेको होइन, तर म चाहिँ सर्टकट छिर्दिनु त ओ यार, यो त फेरि मलाई लामो पर्छ क्या बाटो, बस नजाने त नजाने गाइस, यताबाट नजाने फेरि होला गल्लीको बाटो होइन। सो मैले चाहिँ के भन्न खोजेको थिएँ भन्दाखेरि होइन, बाटोमा सबैले हिँड्न पाउँछ है, तर अलिकता सबैले रुल्सलाई फलो गर्नुपर्छ भन्न खोजेको मैले चाहिँ। ब्याड लक छ यार, आज के जानु, मलाई सबभन्दा नराम्रो छ यो त्रिपुरेश्वरको जाम र थापाथलीको जाम, मलाई सबभन्दा घटिया र बकवास लाग्छ क्या, किनभने त्यो ठाउँमा त अब तपाईँको ट्राफिक लाइट पनि छैन होइन। अब ट्राफिकहरूको काम गरेर ट्राफिकहरू चाहिँ अब यसो यताउता गराइराख्नु भएको हुन्छ, तर ट्राफिकहरू पनि के गरिदिनुहुन्छ भन्दाखेरि मानव सपोज तपाईँको लेफ्टदेखि आइरहेछ होइन, राइटको लागि पठाउनु भएन क्या, अर्को साइडको मान्छेलाई पठाइदिनुहुन्छ, त्यस्तो गरे पनि अल्टर हुन्छ क्या होइन। अब सिकाउनु चाहिँ पर्दैन, किनभने अब मैले देखेको छु धेरै ठाउँहरूमा देखेको छु होइन, मैले इन्डियाहरूमा देखेको छु, त्यसैले मैले भन्न खोजेको। अब मलाई सायद थाहा नहोला, तर मलाई लागेको कुरा भनेको मैले चाहिँ हरेक चिज अब यसो मिलाएर गर्नुपर्छ क्या। यस्तो हो भने लाज झ्याउ लाग्छ यार। एकपटक के भन्छ मेरो इलेक्ट्रिक स्कुटीको चाहिँ ब्याट्री सकेको गाइस, यस्तो मेरो फाटेको थियो त्यो साला, त्यसलाई ल्याउन होइन के भन्ने यार। मलाई फोन कसरी उठाउँ, म यहाँबाट अगाडि जाँदिनँ, किनभने मलाई त यसको थोरै तेरो लुक फोन बजिरहेको छ यार, फोन नउठाउने मैले म चलाइरहेको छु, त्यसैले। तर गाइस एउटा मेरो पास चाहिँ बाइक आइरहेको छ होइन, त्यो बाइक पनि बवाल छ क्या, यो होइन सिएफ मोटोको गाइस। म त गीत पनि सुनेर गइरहेको छु, गीत सुन्दैछु क्या। चिलायो चिला बहिनी चिला धर पार न अलिकता। तर गाइस यो चाहिँ कुन स्टाइल हो यार, यो चाहिँ मैले अलिक स्टाइल चाहिँ बुझिनँ कि यसलाई के भन्न मिल्छ, तर मैले गाइस यस्तो अब कसैलाई पनि अब त्यस्तो भन्न मिल्दैन होइन। चलो गाइस गाइस, म फेरि भिडियो बनाउँदा यताबाट आएको होइन, म जानुपर्ने यतै हो होइन, प्लिज अन्यथा चाहिँ नलिनु होला केटा हो। ओ माकी आँख एकदम क्लोज काउन्टर भइसकेको थियो यार। ल
गाइस धराराको पछाडि आइसक्यौँ धरारा अब टाउको घुमाउँदा फेरि साला बाइक अगाडि गएर ठुकेला भने टेन्सन यार अब गाइस म चाहिँ जाने हो यताबाट राइट समझ रहे हो ना भाई ज्यादा मत समझो बाकी सब ठीक है गाइस मेरो यात्रा चाहिँ अहिलेलाई यहीँसम्मलाई मात्र अब यहाँ थोरै मेरो काम छ त्यसपछि हेरौँ अब के हुन्छ अगाडि सो गाइज तपाईँले मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँले च्यानलमा नयाँ हुनुहुन्छ भने गाइज प्लिज सब्सक्राइब माई च्यानल र कमेन्ट चाहिँ नबिर्सिनु हस् तपाईँलाई धन्यवाद जय नेपाल